हेलो सम्पूर्ण सबैजनालाई नमस्कार। आज चाहिँ म यो उदयपुर जिल्लाको एउटा खोजमा आइपुगेको छु है त। पानी कस्तो मजाले झरेको छ हैन। यहाँ यसले पानी परेपछि चाहिँ तपाईले हेर्नु न, यो ढुङ्गाले काटेर बनाएको खोज हो क्या यो। पानीले माथिबाट झरेको पानी हो हैन त। यो ठाउँमा आइसके पछाडि चाहिँ अलिकति आनन्द लाग्छ क्या। लगभग 1.5 साढे भनौँ 2 घन्टाको यात्रापछि बाटो सकिन्छ। अब हामी पिचको बाटो यहाँबाट लगभग आधी घन्टा जति लाग्छ गुर्मी हैन त। भने चाहिँ अब पिचको बाटो सुरु भयो। तर यो ठाउँमा आएर हामी चाहिँ हात खुट्टा मुख यसो धुन्छौँ। गाडी राख्ने ठाउँ छ, एकछिन 5 मिनट जति बसेर अनि हामी यहाँबाट चाहिँ पिच सुरु हुन्छ। यता चाहिँ लगभग 2 घन्टा तल गएपछि कटारे है त। हामी चाहिँ यात्रा सोलुमा छौँ, सोलुको यात्रामा हो। ल आज म लागे एकछिन 5 मिनट जति गरियो, त्यहाँबाट हात मुख धोयो, फ्रेस भयो। अब यहाँबाट चाहिँ लाग्यो है त उकालो। अब सोलुखुम्बु कच्ची बाटोको यात्रा सक्यो। अब यता पिच बाटो सुरु भयो। गर्मी छ यहाँ चाहिँ, खोज गरौँ त हैन।